सबैभन्दा धेरै हेरिएको अनि सबैभन्दा रोमाञ्चक म्याच 2022 वर्ल्ड कप फाइनल अर्जेन्टिना भर्सेस फ्रान्स 2022 डिसेम्बर 18 कतारको लुसेल स्टेडियममा यो खेल सुरु हुन्छ र पहिलो मिनेटदेखि नै अर्जेन्टिनाले दबाव बनाउँछ। खेलको 23 मिनेटमा डिमारियामाथि फल हुन्छ र अर्जेन्टिनाले पेनाल्टी पाउँछ। यस्तो प्रेसर र दबावको बीचमा क्याप्टेन लियोनल मेस्सीले पेनाल्टी स्कोर गर्छन् र अर्जेन्टिनालाई लिड दिलाउँछन्। खेलको 36 मिनेटमा अर्जेन्टिनाले फेयरलेस काउन्टर अट्याक गर्दै डिमारियाले गोल स्कोर गर्छन्। अर्जेन्टिनाले पहिलो हाफमै 2 गोलको लिड लिएर बसेको थियो। दोस्रो हाफ सुरु हुन्छ र 80 मिनेटसम्म खेल अर्जेन्टिनाको कन्ट्रोलमा थियो। लगभग सबैलाई लागिसकेको थियो कि अर्जेन्टिनाले गेम जितिसक्यो र यहाँबाट कमब्याक गर्न गाह्रो छ भनेर। तर अचानक एम्बाप्पे भन्ने दानव जागिसकेको थियो। गेमको 80 मिनेटमा फ्रान्सले पेनाल्टी पाउँछ र एम्बाप्पेले पेनाल्टी स्कोर गरेर फ्रान्सलाई आश दिलाउँछन्। त्यसकै 1 मिनेटपछि एम्बाप्पेले गोल स्कोर गरेर स्कोर लाइन बराबरी बनाइदिन्छ। एम्बाप्पेले 80 सेकेन्डभित्र 2 गोल गरेर